गुड इभिनिङ तपाईँ सम्पूर्णमा। आज पनि फेरि अर्को भिडियो लिएर उपस्थित भएकी छु। आज चाहिँ हामी के विषयमा कुरा गरौँ भन्दाखेरि तपाईँ हामी चुकै पनि अगाडि बढ्ने क्रममा हैन, सिक्ने क्रममा गल्तीहरू भइरहेको हुन्छ हैन। अब त्यो गल्ती चाहिँ तिम्रो यहाँनिर गल्ती भयो है भनिसकेपछि चाहिँ त्यसलाई हामीले रियलाइज गर्नुपर्ने हुन्छ के मेरो यहाँनिर गल्ती भएको रहेछ। अब यो कुराहरू चाहिँ मैले गर्नु हुँदैन नेक्स्ट टाइम चाहिँ भनेर सोच्नुपर्ने हुन्छ नि त हैन। मसँग चाहिँ कति बच्चाहरू काम गर्नुहुन्छ के हैन। अनि बच्चाहरूले मिस्टेकहरू गर्यो भने चाहिँ म के भन्छु भन्दाखेरि तिम्रो यहाँनिर मिस्टेक भएको छ है भनेर अगाडि उनीहरूलाई इन्फर्म गराउँछु हैन। आफ्टर द्याट चाहिँ म उनीहरूलाई फेरि कन्भिन्स गराउँछु के ठिकै छ अहिले यो भयो, तिमीहरू प्यानिक नहुनु हैन। नेक्स्ट टाइम चाहिँ यस्तो गल्तीहरू नगर है, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ है भनेर म सम्झाउने गर्छु के। अनि रिसेन्टली पनि त्यस्तो कुराहरू भएको थियो के। अनि त्यो बेला चाहिँ मेरो साथीले चाहिँ मलाई भनेको थियो के, जब उसले गल्ती गरेको छ भने उसलाई गल्ती गर्यो भनेर भन्नुपर्ने हुन्छ, फेरि किन उसलाई सम्झाउनु पर्यो त भन्ने कुरा भयो कि। अनि त्यो बेला चाहिँ मैले के भनेको थिएँ भन्दाखेरि बच्चाहरू हामीले बच्चाहरूलाई सम्झाउनु पर्छ र एकचोटि उनीहरूले तिमीले यो गरेको छ है भनेर भनिसकेपछि उनीहरू भनेको प्यानिक हुन्छन्। उनीहरू भनेको चाहिँ अब सानो बच्चाहरू हो नि त हैन। उनीहरूलाई त अब हरेक कुराहरू सिक्ने क्रममा हुन्छ नि त उनीहरू हैन। उनीहरूलाई चाहिँ हामीले अब मजाले सम्झाउनु पर्ने हुन्छ कि त्यहाँ चाहिँ एग्रेसिभ हुने, अब नराम्रो शब्द बोलिदिने त्यो कुराहरू चाहिँ गर्नु हुँदैन।